हेलो एभ्रिवान, तपाईहरुलाई फेरि मेरो भिडियोमा स्वागत छ। योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले तपाईहरुलाई चारधामको दर्शन गराएको थिएँ हैन। सो हामी चारधामबाट निस्केर चाहिँ राभाङला बुद्ध पार्क जाँदैछौँ। यो भिडियोमा चाहिँ म तपाईहरुलाई बुद्ध पार्कको दृश्य देखाउने छु। अनि यहाँ राभाङला जाँदाखेरि चाहिँ पुताली भिर भन्ने चाहिँ यो बाटोमा पर्दो रहेछ है। यो पुताली भिर चाहिँ हामीले पहिल्यै दिन सुन्दै आइरहेको नि त। र यहाँनिर हामी पुगेर फर्स्ट खाना खायौँ र खाना खाइसकेर चाहिँ हामी यहाँ गेटतर्फ जाँदैछौँ। गेटमा चाहिँ फर्स्ट टिकट लिनुपर्ने रहेछ अनि टिकट चाहिँ 80 रुपिस पर हेड रहेछ है। सो हामी भित्र गयौँ र भित्र पस्नेबित्तिकै यति दामी भ्यूहरू देख्न थाल्यो हैन। सो यहाँनिर फर्स्टमा चाहिँ भगवान बुद्धको यहाँनिर स्ट्याचु रहेछ अनि एकदमै मजाको लाग्यो मलाई चाहिँ एकदमै गार्डन वरिपरि गार्डन यति मजाको पिसफुल इन्भाइरोमेन्ट हैन। अनि यहाँको जो चाहिँ भगवान बुद्धको स्ट्याचु छ यो चाहिँ अलमोस्ट 130 फिट को रहेछ है। 130 फिट रहेछ हाइट अनि एकदमै मजाको रहेछ। र यहाँनिर चाहिँ रिपेन्टिङ चल्दै रहेछ है। यहाँनिर चाहिँ काम चल्दै थियो, पेन्ट गर्दै रहेछ यही स्ट्याचुमा चाहिँ। अनि हामी चाहिँ यहाँनिर जाँदैछौँ है। यति मजाको दिन पनि यति मजाको भइरहेको थियो। यहाँनिर हेर्नुहोस् यति दामी देखिरहेको छ। यहाँ वरिपरि गार्डन रहेछ अनि साइडमा यहाँनिर म्युजियम पनि रहेछ है। तर म्युजियम चाहिँ बन्द रहेछ अहिले हामी जाँदाखेरि। यति साह्रो मजाको भ्यू देखिरहेको छ अनि यहाँभित्र चाहिँ गुम्बा रहेछ है। सो हामी चाहिँ यहाँनिर फर्स्ट चाहिँ वरिपरि घुम्दैछौँ। यहाँनिर यति दामी यति पिसफुल इन्भाइरोमेन्ट लाग्यो मलाई चाहिँ एकदमै दामी लाग्यो है। तपाईहरु पनि सिक्किम आउनुभयो भने चाहिँ यहाँ राभाङला बुद्ध पार्क घुम्नु चाहिँ नबिर्सिनुहोस् होला। अनि हामी चाहिँ अब यहाँबाट चाहिँ भित्र पस्दैछौँ र भित्र पसेर हामीले पूजाहरू गऱ्यौँ, सबै घुम्यौँ डुल्यौँ। अनि पूजा गरिसकेर चाहिँ हामीले नानीको केक काट्नु भनेर चाहिँ यहाँनिर पार्कमा आएर बस्यौँ हैन। यहाँनिर चाहिँ खुल्ला जग्गा रहेछ नि त। हामी चाहिँ केक चाहिँ किनेर आएको थिएँ, लिएर आएको थिएँ नि त केक चाहिँ हो। अनि यहाँ केकहरू निकालेर चाहिँ हामी रेडी पार्दैछु। क्यान्डल केकहरू सबै लिएर आएको थिएँ। अनि यहाँ चाहिँ हामीले नानीलाई यहाँ ह्याप्पी बर्थडे टु यु भन्दै यहाँ नानीलाई भन्दैछु। अनि नानी पनि यहाँ थप्पडी मार्दैछ है। हामी सबैजनाले थप्पडी मारेको देखेर चाहिँ उसले पनि यहाँ थप्पडी मार्दैछ। अनि यहाँनिर चाहिँ हामी सबैजनाले नानीलाई केक कटाउँदैछौँ र सबैजना खुसी भएर हामी यहाँ सेलिब्रेट गरिरहेको छौँ। नानीले चाहिँ केक काट्दा काट्दा क्यान्डल झन्डै छुयो है। क्यान्डल चाहिँ बोलिरहेको थियो, झन्डै हात पोल्यो। अन्त त्यस पछाडि चाहिँ यो क्यान्डल चाहिँ निकालेर हामीले साइड गरेर राखिदियौँ। अन्त क्यान्डल साइड गरेर राखेर चाहिँ नानीलाई चाहिँ यहाँ मैले केक खुवाइदिँदैछु है, अलिकति चटिदिँदैछु। अनि नानीलाई पनि नानीको हातबाट पनि मैले खाँदैछु। अनि यहाँनिर चाहिँ केक सबैलाई हामीले बाँड्दैछौँ र यहाँ चाहिँ रिया र बहिनीले चाहिँ केकहरू बाँड्दैछ। अनि यहाँ फाल्टो नानीहरू पनि थियो है, फाल्टो मान्छेहरू पनि थियो नि त। सो उहाँहरूलाई पनि बाँडिदिनु भनेर भने मैले चाहिँ। अन्त त्यहाँ त्यस पछाडि यहाँ बहिनी र रिया चाहिँ बाँड्नुभयो, अरूहरूलाई पनि यहाँ बाँडिदिँदैछ है। अनि त्यहाँ परबाट चाहिँ ह्याप्पी बर्थडे नानी भन्दै थियो। अन्त त्यस पछाडि हामीले केकहरू खाइसकेर चाहिँ चाइनिज ड्रेस लगाएर फोटोहरू खिच्नु पनि रहेछ नि त। सो हामी चाहिँ यहाँ ड्रेस लगाएर फोटो खिच्यौँ भनेर ड्रेस लगाएर फोटोहरू खिच्यौँ, भिडियोहरू बनायो होइन। फोटो खिच्नु भिडियो बनाउनु लागि पनि एकदमै मजाको जग्गा रहेछ, एकदमै दामी देख्दैछ है। त्यसपछि चाहिँ हामी यहाँबाट